यो अस्तिको त टेलर मात्रै हो, फिल्म आउँदैछ हो। पत्रकार मित्रहरू के सोच्नु भएको छ? कुन इतिहासको कुरो गर्दै हुनुहुन्छ तपाईँ? होइन, कुन इतिहासको कुरो गर्दै हुनुहुन्छ भन्नु न पहिला। यति सानो काण्डमा राजीनामा दिनुपर्ने आवश्यकता थिएन। उहाँले नैतिकताको आधारमा दिनुभयो। के सोचेछ हो विदेशी डलर सञ्चालित मिडियाहरू? स्वतस्फूर्ति देशभक्ति नागरिक हो उहाँ। हिजो चाहिँ रमेश लेखकले चाहिँ के भएको थियो त्यहाँ 50 लाखको भिजिट भिजा प्रकरण उहाँको काण्ड निक्लिँदाखेरि लु मेरो चाहिँ छानबिन गर भनेर गृहमन्त्री छोडेर जाने हिम्मत भयो। छानबिन हुन्छ, छानबिन भएपछि उहाँ निर्दोष हुने कुरो 100% हो। त्यसपछि फेरि गृह मन्त्रालयमा उहाँ नै आउने हो, गृहमन्त्रीमा आउने हो, एक एक काण्डको छानबिन गर्ने हो, भ्रष्टाचारलाई खोज्ने हो। नक्कली भुटानी शरणार्थी काण्ड, गिरिबन्धु काण्ड, वाइसेल, टेरामेक्स, नक्कली शिविर लडाएको काण्ड एक एक खोलेर भ्रष्टाचारी पत्ता साफ हुनेवाला छ। कानुनभन्दा ठुलो कुरो मानवता हो। हामीले मानवता बिर्सिनु हुँदैन। त्यो भए हिसाबले जसले देश बेच्यो ऊ नेतामा होइन अपराधको सूचीमा पर्नुपर्छ। हट, यत्रो क्यामेरा देखेर रहेछ, यत्रो त्यहाँ भिड छ, देख्नु भएन? सुदन गुरुङको न्यायको लागि आएको यहाँनिर। सुदन गुरुङ अन्यायमा परेको हो र? अनि तपाईँहरू जस्तै मिडियाले चाहिँ ट्रायल गराएर एउटा सानो कुरोलाई चाहिँ यत्रो ठुलो बनाएर राजीनामा दिन बाध्य बनाएको होइन? ए मिडियाले राजीनामा गराएको हो। अनि खबर कसले पुऱ्याएको त दिन रात? प्रधानमन्त्रीले स्वीकृति दिनुभएको छ। प्रधानमन्त्रीले त पछि त नैतिकताको हिसाबमा दिनु पर्यो भन्ने उहाँलाई लाग्यो, उहाँले दिनुभयो। म दोषी होइन, उहाँले नैतिकताको आधारमा दिनुभयो। के सोचेछ हो विदेशी डलर सञ्चालित मिडियाहरू? स्वतस्फूर्ति देशभक्ति नागरिक हो उहाँ। हिजो चाहिँ रमेश लेखकले चाहिँ के भएको थियो त्यहाँ 50 लाखको भिजिट भिजा प्रकरण उहाँको काण्ड निक्लिँदाखेरि लु मेरो चाहिँ छानबिन गर भनेर गृहमन्त्री छोडेर जाने हिम्मत भयो? हिजो चाहिँ सुन्नु न, मेरो कुरो सुन्नु अनि फेरि आउँला। अनि हिजो चाहिँ आर्जु राणाको अडियो रेकर्ड निक्लिँदाखेरि लु म राजीनामा दिन्छु, लु मेरो काण्ड छानबिन गर भनेर भन्न सक्यो। तर अहिलेको गृहमन्त्रीले के गर्यो? 2-3 दिन सेयर मार्केटमा यान मुस्यो यान भयो भनेर भन्ने बित्तिकै छोडेर लु छानबिन गर भनेर भन्यो। त्यस्तो चाहिँ तगडा गृहमन्त्री हो। त्यसको सम्मान गर्ने कि अतिक्रमण गर्न खोज्ने तपाईँहरू? तपाईँलाई गृहमन्त्री सुदन गुरुङले मात्रै राजीनामा दिएको आरोप लाग्दा भन्ने लाग्यो हो? तपाईँको थाहा छ? त्यो तपाईँको प्रश्न हो, मेरो प्रश्न होइन। सुन्नुहोस् न, जति पनि पदमा बसेका मन्त्री प्रधानमन्त्रीहरू छन् नि, धेरैको इतिहास छ क्या, जसलाई चाहिँ आरोप लाग्दाखेरि राजीनामा दिएर छानबिनमा सघाएका धेरैको। अनि रमेश लेखकले दिएर आर्जु राणाले दिएर राजीनामा त्यत्रो काण्ड निक्लिँदाखेरि भिजिट भिजा प्रकरण निक्लिँदा दियो, नक्कली भुटानी शरणार्थीको अडियो निक्लिँदाखेरि आर्जु राणा दियो। कुन इतिहासको कुरो गर्दै हुनुहुन्छ तपाईँ? होइन, कुन इतिहासको कुरो गर्दै हुनुहुन्छ? सुन्नुहोस्, कुनै बेला शेरबहादुर तामाङ कानुन मन्त्री हुनुहुन्थ्यो यो देशमा। एउटा कुरा बताउँछु, उहाँले के भन्नुभयो? विदेशमा नर्स पढ्न जाने महिलाहरू यौन व्यवसाय गर्छन् भन्नुभयो। उहाँले त्यो बोल्नुभयो संसदमा। त्यति बोलेको आधारमा उहाँको कानुन मन्त्री पदै उहाँले बर्खास्त गर्नुभयो। तपाईँलाई